नेपाली जनताले अत्यधिक मन पराएका युवा नेताहरू रवि लामी छाने र बालेन शाह एकै ठाउँमा आएपछि नेपाली जनतामा आशा पलाएको छ। निकै लामो छलफल बहस र वार्तापछि अन्ततः रवि लामी छाने र बालेनले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर देशको पक्षमा एकजुट भएका हुन्। रवि लामी छाने यस्ता व्यक्ति हुन् आफू अबको प्रधानमन्त्री हुने पक्का हो भन्ने थाहा हुँदाहुँदै पनि देशका लागि पद त्यागेर अबको प्रधानमन्त्री बालेन शाहलाई बनाउने शर्तमा रवि र बालेन एउटै थलोमा उभिएका हुन्। देश विकासको विपक्षमा रहेका केही जनताहरूले रवि लामी छाने र बालेन शाहलाई अमेरिकी एजेन्टको ट्याग दिएर मन नपराए पनि देश बनाउने पक्षमा रहेका युवाहरूले अनि समर्थन गरिरहेका छन्। दर्शकबिन कस्तो लाग्छ तपाईँलाई के रवि लामी छाने र बालेन शाहले अब रासोपाबाट अबको चुनावमा 2/3 मत ल्याएर के देशको बागडोर सम्हाल्छन् त? कृपया कमेन्ट गर्नुहोला।